आजको भिडियोमा चाहिँ हामीले Samsung Galaxy A17 5G भन्ने फोनको बारेमा कुरा गर्न जाँदैछौँ। यसको चाहिँ तपाईले चाहिँ नेपाली मार्केटमा तीनटा भेरिएन्ट पाउन सक्नुहुन्छ। एउटा 6GB प्लस 128GB जसलाई तपाईले चाहिँ नेपाली मार्केटमा चाहिँ 29000 मा किन्न सक्नुहुन्छ र अर्को भनेको 8GB र 128GB जसलाई तपाईले नेपाली मार्केटमा 31000 मा किन्न सक्नुहुन्छ भने अर्को भनेको 8GB र 256GB स्टोरेज क्यापेसिटी जसलाई तपाईले नेपाली मार्केटमा लगभग 35000 मा चाहिँ किन्न सक्नुहुन्छ। अब यो फोनको बारेमा कुरा गर्नु पर्दा यो चाहिँ एउटा मिड रेन्ज फोन हो हैन, जसमा तपाईले 5G सपोर्ट पनि पाउन सक्नुहुन्छ। यो चाहिँ भर्खरै हाम्रो नेपाली मार्केटमा चाहिँ लन्च भएको फोन हो। एकदमै राम्रो फोन छ। तपाईले चाहिँ 30-35 हजार मा चाहिँ एकदमै राम्रो डिल चाहिँ पाउन सक्नुहुन्छ। सो आजको भिडियोमा चाहिँ हामीले चाहिँ यसैको बारेमा कुरा गर्न जाँदैछौँ। यसको डिजाइन, स्पेसिफिकेसन, फिचर्स तपाईहरुको लागि चाहिँ यो फोन राम्रो हुन्छ हुँदैन, यो फोनलाई चाहिँ टक्कर दिने अरु फोनहरुको बारेमा पनि कुरा गर्न जाँदैछौँ। यो फोन भ्यालु फर मनी छ कि छैन सबै कुराको बारेमा आजको भिडियोमा कुरा गर्न जाँदैछौँ। सो भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला। अरुमा डिजाइन र बिल्डको बारेमा कुरा गरौँ। यसमा तपाईले गोरिल्ला ग्लास भिक्टस प्रोटेक्सन पाउन सक्नुहुन्छ र तपाईले यसमा चाहिँ प्लास्टिकको चाहिँ बिल्ड चाहिँ पाउन सक्नुहुन्छ। अब फेरि पनि तपाईलाई मैले भनिदिन्छु, यो चाहिँ एउटा मिड रेन्ज स्मार्टफोन हो, त्यही भएर तपाईले चाहिँ यसमा खासै त्यस्तो प्रिमियम मेटलको अथवा अरु प्रिमियम केही चीजहरु चाहिँ पाउन सक्नुहुन्न हैन। सो डिजाइनको मामलामा चाहिँ तपाईले चाहिँ खासै त्यस्तो राम्रो भन्न चाहिँ मिल्दैन, बट तपाईले चाहिँ एउटा डिसेन्ट डिजाइन चाहिँ पाउन सक्नुहुन्छ। डिस्प्लेको बारेमा कुरा गरौँ। यसमा तपाईले 6.7 इन्चको सुपर एमोलेड डिस्प्ले पाउनुहुन्छ र तपाईले यसमा 90 हर्ट्ज को रिफ्रेश रेट पनि पाउन सक्नुहुन्छ। अनि यसमा चाहिँ तपाईले चाहिँ फुल एचडी प्लस को रिजोल्युसन चाहिँ तपाईले पाउन सक्नुहुन्छ। सो यसमा चाहिँ एकदमै राम्रो डिस्प्ले छ हैन। तपाईले चाहिँ मिडिया कन्जम्पसन, युट्युब, नेटफ्लिक्स अथवा टिकटक, इन्स्टाग्रामहरु चलाउँदा फेरि तपाईले खासै प्रब्लमहरु फेस गर्नु पर्दैन। तपाईले स्मुथली नै यसमा चाहिँ डिस्प्ले स्क्रिनहरु चाहिँ तपाईले चाहिँ चलाउन सक्नुहुन्छ। अब चाहिँ यसको प्रोसेसरको बारेमा कुरा गरौँ। यसमा चाहिँ तपाईले चाहिँ एक्साइनसको 1330 भन्ने चिपसेट पाउन सक्नुहुन्छ र तपाईले चाहिँ अब अरु स्टोरेज क्यापेसिटीहरु भएको भेरिएन्ट पनि पाउन सक्नुहुन्छ हैन। यसमा चाहिँ तपाईले चाहिँ एन्ड्रोइड 15 को चाहिँ सपोर्ट पाउन सक्नुहुन्छ। अब परफर्मेन्सको बारेमा ओभरअल कुरा गर्नु पर्दा तपाईले एप्सहरु, सोशल मिडिया एप्सहरु, स्ट्रिमिङहरु, गेमिङहरु, हल्काफुल्का गेमिङहरु मजाले नै गर्न सक्नुहुन्छ। बट त्यति हेभी टास्कहरु चाहिँ गर्न सक्नुहुन्न। हेभी गेमिङहरु चाहिँ खासै त्यस्तो नसोच्नु होला। बट तपाईले यदि हल्का एडिटिङ भयो, हल्काफुल्का हैन, हल्काफुल्का गेमिङहरु चाहिँ तपाईले चाहिँ मजाले नै गर्न सक्नुहुन्छ। क्यामेराको कुरा गर्नु पर्दा 50 मेगापिक्सलको मेन क्यामेरा छ र तपाईले यसमा OIS पनि सपोर्ट पाउन सक्नुहुन्छ हैन। सो एकदमै राम्रो कुरा हो। र यसमा तपाईले 5 मेगापिक्सलको अल्ट्रा वाइड र 12 मेगापिक्सलको चाहिँ म्याक्रो पनि तपाईले पाउन सक्नुहुन्छ र यसमा तपाईले 13 मेगापिक्सलको सेल्फी क्यामेरा पनि पाउन सक्नुहुन्छ। अब फेरि पनि क्यामेराको बारेमा कुरा गर्नु पर्दा यदि तपाईले फोटोहरु लिनुहुन्छ भने तपाईको फोटो एकदमै राम्रो क्वालिटीमा आउँछ। यदि तपाईले चाहिँ अलिकति डार्क Hey Gemini, play an energetic song. डार्क हुँदै गयो पनि Samsung Galaxy A17, दामी phone with awesome screen, awesome देख्छ हातमा, Galaxy AI साथमा। उफ, कहाँ खोज्ने होला के यो ब्याग? With my Samsung Galaxy A17 5G, press circle to search, it's fast and fun. Search it, find it, and it's done. Awesome's now for everyone. Oops. So You're safe to durable. Anything is possible. Samsung Galaxy A17, call a click, app done. यसपालि कहाँ जान्छ भेकेसन ब्रो? Hey Gemini, suggest me the best travel destinations. It's fun and easy, just enter into the galaxy of AI. Samsung Galaxy A17 with awesome camera day or night. Samsung Galaxy A17 5G. Enter into the galaxy of AI. क्यामेरा पनि एकदमै गुड छ, एकदमै राम्रो क्यामेरा छ तपाईले चाहिँ, अनि ब्याट्री पनि एकदमै डिसेन्ट पाउनुहुन्छ र सबैभन्दा मेन कुरा तपाईले चाहिँ यसलाई चाहिँ भ्यालु फर मनी फोन चाहिँ तपाईले चाहिँ कन्सिडर गर्न सक्नुहुन्छ। किनभने नेपालमा चाहिँ 29 देखि 35K सम्म चाहिँ जुन फोनहरु पाइन्छ त्यो खासै त्यस्तो भ्यालु फर मनी चाहिँ मलाई लाग्दैन, बट यो फोन चाहिँ एकदमै भ्यालु फर मनी चाहिँ मलाई लाग्यो। अब सबै कुरा राम्रो हुन्छ भन्ने कुरा त हुन्न हो किन एउटा फोनमा, त्यही भएर यसमा केही नराम्रो कुराहरु पनि छ, जस्तै अल्ट्रा वाइड र म्याक्रो क्यामेराहरु चाहिँ अलिकति यसको चाहिँ विक छ। अनि यसमा चाहिँ अलिकति चिपसेट पनि विक छ, मैले तपाईलाई अघि नै भनिसकेको छु।
हल्का-फुल्का गेमिङहरू गर्नुहुन्छ भने एकदमै राम्रो छ। बट हेभी गेमिङ यदि गर्न चाहनुहुन्छ भने त्यहाँ तपाईँले चाहिँ प्रब्लमहरू फेस गर्नुपर्छ र यसमा चाहिँ मेटेरियल पनि त्यति राम्रो युज भएको छैन, त्यस्तो खासै प्रिमियम चाहिँ फिल हुँदैन कि तपाईँलाई। अनि सबैभन्दा अर्को कुरा भनेको चाहिँ यसको ऱ्याम र स्टोरेज हो। तपाईँले चाहिँ प्राइस पोइन्टमा अलिकति धेरै ऱ्याम धेरै स्टोरेज भएको फोनहरू चाहिँ मार्केटमा पाउनुहुन्छ होइन। सो यो पनि एउटा प्रब्लम हो। म चाहिँ तपाईँलाई चाहिँ के कुरा रेकमेन्ड गर्छु भन्दाखेरि तपाईँले चाहिँ अलिकति धेरै पैसा थप्नु होइन, अलिकति 3-4 हज़ार थपेर चाहिँ यसको चाहिँ 8GB + 256GB स्टोरेज क्यापेसिटी भएको भेरिएन्ट किन्नु भनेर चाहिँ म चाहिँ तपाईँलाई चाहिँ रेकमेन्ड गर्छु होइन। 2-3 हजारले केही पनि फरक पर्दैन। सो तपाईँले चाहिँ स्टोरेजको टेन्सन चाहिँ लिनु पर्दैन। बाँकी तपाईँलाई चाहिँ यो फोनको बारेमा के छ के भन्नु छ भने तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक शेयर सब्सक्राइब गरिदिनुहोस्। आई विल सी यू इन द नेक्स्ट भिडियो।